हेलो गाइज वेलकम ब्याक टु द ब्रान्ड न्यू भिडियो र म हजुरहरूको साथी चौधरी असिम फेरि पनि आइसकेको छु एउटा नयाँ भिडियो लिएर। र आज चाहिँ यो मेरो च्यानलको फर्स्ट रियाक्सन भिडियो हुनेछ हैन। सबैलाई थाहा छ अब दसैँको टिका आउन केही दिन मात्र बाँकी छ, दसैँ स्टार्ट भइसक्यो है। र म हजुरहरूलाई एडभान्समा नै ह्याप्पी दसैँ भन्न चाहन्छु हैन। र गाइज आज चाहिँ म एउटा दसैँ सङमा रियाक्ट गर्न गइरहेको छु है। यो सङ चाहिँ मेरो साथीले मलाई रिकमेन्ड गरेको हो। मैले चाहिँ त्यो सङ अहिलेसम्म हेरेको छैन हैन, म यो रियाक्सनको लागि राखिरहेको थिएँ। मैले त्यो सङ आज बिहान रिकमेन्डेसन पाएको थिएँ हैन, र अहिले चाहिँ म यो भिडियोमा रियाक्ट गर्दैछु। सो लेट्स स्टार्ट द भिडियो गाइज विदाउट एनी काइन्ड अफ डिले। गाइज सङ रहेको छ हाम्रो शेखर राजबंश भन्ने, थिंक इट इज शेखर राजबंश। ओके इट इज शेखर राजवंशी गाइज। र गानाको टाइटल रहेको छ दसैँ आयो तिहार आयो कमेडी सङ 2079 शेखर राजवंशी। र यसमा भ्यू छ यसमा भ्यू साथीहरू 5.6 मिलियन गइसकेको रहेछ। र अहिलेसम्म मैले भिडियो हेरेको थिएन। र लाइक्स चाहिँ 1,30,000 1,30,000 द्याट्स ह्युज। आई थिङ्क गाना राम्रो छ है गाइज। टाइटल चाहिँ कमेडी सङ छ हैन। लेट्स होप गाना राम्रो हुनेछ। र गाइज एउटा कुरा चाहिँ सबैभन्दा सुरुमा मैले के नोटिस गरेँ भन्दाखेरि नि यो गानाको टोन है त। अहिलेसम्म जतिसुकै दसैँ तिहार सङ आहा नि, लाइक मुगलान फिल्मको त्यो दसैँ आयो तिहार आयो गाना भयो, र त्यसपछि चाहिँ हाम्रो सुगम पोखरेल दाईको वर्षमा दिनमा लैले दसैँ तिहार सङ भयो होइन। एकदमै दुईटा लेजेन्डरी सङहरू चाहिँ एकदम ट्रेडिसनल वेमा गएको छ क्या। लाइक ट्रेडिसनल म्युजिक छ होइन, फ्लुट मादल सितार गिटार तबला तिनीहरू युज भएको छ भने यसमा चाहिँ एकदम त्यो हिपहप तरिकाको त्यो पप टाइपको छ है गाना। अलिकति इन्ट्रेस्टिङ छ है गाइज। इट्स कमेडी सङ फ्रम विराटनगर 19 या चङमोनी चङ मोनी पङ। ओके कमेडी सङ फ्रम विराटनगर 19 या चङमोनी चङ मोनी पङ। 19 या चङमोनी चङ मोनी पङ। चङ मुनि पङ। ओके के मिनिङ हुन सक्छ यसको गाइज। लेट्स स्टार्ट द भिडियो कन्टिन्यू। दसैँ आयो तिहार आयो त के भयो ओ धेरै कुरा भयो गाइज भाइब चाहिँ छ है। तर दसैँमा हरायो मेरो खसी गाउँमै छ मेरो चारटा मुसीहरू मिलेर खायो मेरो खसीको घाँटीबाट चुट्या रहेछ रसी चोरहरू निस्कियो मेरै मोसी। अब भयो मलाई एकचोटि फेरि रिवाइन्ड गरेर हेर्नुपर्छ मैले। चङमोनी चङ मोनी पङ। दसैँ आयो तिहार आयो त के भयो ओ धेरै कुरा भयो दसैँमा हरायो मेरो खसी। ओके गाइज ब्रोको चाहिँ दसैँमा खसी हराएर है। दसैँमा खसी हराएर चाहिँ अलिकति ब्याड लक ब्रो। दसैँमा हरायो मेरो खसी गाउँमै छ मेरो चारटा मुसीहरू मिलेर खायो मेरो खसीको घाँटीबाट चुट्या रहेछ रसी चोरहरू निस्कियो मेरै मोसी। अब we got this song before GTA 6. Whoa. ब्रोको गाउँमा 4वटा मुसी रहेछ रे गाइज। मुसी भनेको चाहिँ गर्लफ्रेन्डहरू चाहिँ उ गर्नु खोजेको होला, रिप्रेजेन्ट गर्नु खोजेको होला होइन मुसी भनेर। वाउ डुड रियाक्सन। अनि 4वटा मुसी मिलेर खायो मेरो खसी। ओके खसीको घाँटीबाट निस्केको रहेछ रसी, लास्टमा चोर निस्क्यो मेरो नै मुसी। ब्रोको ट्यालेन्ट चाहिँ छ यार। लाइक कमेडी सङहरू मैले अहिलेसम्म कति सुनेछु होइन, लाइक यस्तो ऱ्याम हालेर चाहिँ कमेडी सङहरू चाहिँ मैले अहिलेसम्म सुनेको थिएन। ब्रोले ऱ्याम चाहिँ दामी गरेको छ यार। ट्यालेन्ट छ है। जिउन गाह्रो यहाँ छ चोरहरू सारो दसैँमा जान्छु केटी पट्याउँछु तिहारमा बिहे गरेर घर बसाउँछु।
गाह्रो यहाँ चोरहरू साह्रो ब्रोलाई चाहिँ चोरहरू भएर बस्न एकदमै गाह्रो भयो है गाउँमा। ब्रो यसो वरिपरि पनि हेर्ने गर ल, तिम्रै साथीहरू पनि के थाहा चोर निस्किहाल्छ कि कोही। मजाक गरेको है गाइज, टेक इट लाइटली होइन, तर ब्रोको ट्यालेन्टलाई चाहिँ एप्रिसिएट गर्नुपर्छ है। अब दसैँ सङलाई जस्तो बनाए पनि, जस्तो मोडमा लगे पनि, अब लाइक राइममा गाउनु भनेकै ठुलो कुरा हो, कमेडी सङ होइन। लेट्स कन्टिन्यू द भिडियो गाइज, अरू कुरा भाडमा जाओस्। हामी बिहे गरेर गाह्रो भयो मलाई बस्नु पर्दा क्या ओ घरबाट पढाइ। Bro got some moves, guys. Bro got some moves. Come on. Oh. गाइज यो अलिकति अनकम्फर्टेबल भयो यार मलाई चाहिँ होइन, तर गाना चाहिँ एकदमै राम्रो छ। अब लेट्स कन्टिन्यू गाइज, लेट्स कन्टिन्यू। जे भन्नु पनि गाइज बिट चाहिँ एकदम दामी छ, भाइब चाहिँ छ है गाइज। मेरो बुढीको छ ठुलो ठुलो गाल, बिहे गरेर मेरो भइसक्यो कुता जस्तो हाल, कुता जस्तो हाल। Damn bro. मेरो बुढीको छ ठुलो ठुलो गाल, बिहे गरेर मेरो भइसक्यो कुता जस्तो हाल। एकचोटि म त्यो रिकमेन्ड गर्ने साथीलाई टेक्स्ट गर्छु ल। कहाँ थियो गाइज अहिलेसम्म मास्टरपिस थियो, मास्टरपिस कहाँ लुकेर बसेको थियो, मैले अहिलेसम्म किन भेटाएन यार। मेरो दसैँ तिहार कति धेरै अधुरो रहेछ यो गाना बिना यार, मैले बल्ल बुझिरहेको छु। मैले भर्खर मेरो साथीलाई थ्याङ्क यू भनेको छु यार। अब जानुपर्छ मलाई काम गर्न, बुढीलाई चाहियो मुखमा मेकअप भर्न, पैसा 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 मसँग छ पैसा पैसा। ओके, त्यो गानाको रिफरेन्स यहीँबाट आएको हुनुपर्छ गाइज। कति वर्ष पुरानो गाना हो यो, 3 years अगो। पैसा भन्ने गाना चाहिँ कहिले आएको? जे भए पनि गाइज यो गाना इन्सपिरेसन हो त्यसको, त्यो गाना अगाडि पनि यही गाना त्यसको इन्सपिरेसन हो। ब्रोले नै भनेको हुनुपर्छ त्यो गानाको लागि यार। मलाई गाह्रो पर्छ यहाँ काम गर्न, पैसा पैसा पैसा। मलाई गाह्रो पर्छ यहाँ काम गर्न। ब्रोको बुढी जो हुनुहुन्छ होइन, प्लिज मेकअप कम लगाइदिनु पर्यो है। ब्रोले हजुरको मेकअप लगाउनुको लागि काम गर्नुहुन्छ अरे, ब्रोको के फाटिसक्यो अरे होइन काम गर्ने बेलामा। सो गाइज प्लिज रिक्वेस्ट गरिदिनुहोस् सबैले अलिकति कम खर्च गराइदिनु भनेर। बुढीलाई चाहियो दाम मेकअप गर्न, मेकअप गर्न। मेरो बुढीलाई चाहियो महँगो लिपस्टिक, तर म बस्छु मोरङ डिस्ट्रिक्ट, त्यही पनि के यो ओके। महँगो लिपस्टिक मोरङ डिस्ट्रिक्ट, गुड ड्राइम। तर त्यो महँगो लिपस्टिक र मोरङ डिस्ट्रिक्टमा त्यस्तो के छ, त्यो रिलेटेड छ केही कुरा? त्यस्तो छ भने मलाई भनिदिनु है, मैले यो चाहिँ बुझेन। खिच्छु खतरा खतरा पेक तमुरी मसँग केस, मेरो बुढी निस्क्यो एकदमै हरामी, गर्नु पर्दै खतरा पेक तमुरी मसँग केस, मेरो बुढी निस्क्यो एकदमै हरामी, गर्नु ब्रो जस्ट कर्स मी ब्रो, ड्याम पर्दैछ बुढीको। ब्रो म तिमीसँग चाहिँ गाना बनाउन सक्छु यार। यो कमेडी सङमा नि यस्तो राइम हाल्नु भनेको एकदमै राम्रो ट्यालेन्ट हो। यु क्यान डु इट बेटर गाइज, यु क्यान डु इट बेटर माई बोय। गुलामी बिहे गरेर गाह्रो भयो मलाई बस्नु पर्दा क्या ओ घरबाट पढाइ। मेरो बुढी निस्कियो एकदमै हरामी, गर्नु पर्दैछ बुढीको गुलामी। बिहे गरेर गाह्रो भयो मलाई बस्नु पर्दा क्या ओ घरबाट पढाइ। मैले भने नि गाइज जे भए पनि बिट र भाइब चाहिँ भरपुर छ यो गानामा। ओके
ओके गाइस थ्याङ्क यू सो मच ओके यहाँ चाहिँ ब्रोले आफ्नो लास्टमा सिङ्गर भनेर नाम लेखेको रहेछ होइन मैले भनेको थिएँ शेखर राजवंशी भनेर शेखर राजवंशी ब्रो यु आर रियली ट्यालेन्टेड होइन तिमीले आफ्नो ट्यालेन्ट राम्ररी युज गर्नुपर्छ एकदमै अब कस्तो सङ थियो भन्दाखेरि मैले ठ्याक्क डिस्क्राइब चाहिँ गर्न सकेन तर पनि एकदमै राम्रो सङ थियो म त्यही भन्न चाहन्छु ट्यालेन्ट तिम्रो राम्रो छ यस्तो गानालाई पनि तिमीले राइममा हालेर गाएको छौ होइन द्याट्स अ भेरी गुड ट्यालेन्ट यो एकदमै राम्रो ट्यालेन्ट हो किप इट अप ब्रो यु क्यान डु बेटर मलाई भरोसा छ म तिम्रो अरू गाना पनि हेर्छु होइन लाइक आई एम नो वान टु जज यु तर चाहिँ भिड त हेर्न सकिन्छ नि त एन्ड या नेभर माइन्ड उसको टिम मेम्बर्स एकदमै सपोर्टिभ हो गाइज एकदमै राम्रो साथी पाएको रहेछ होइन साथी हो कि भाइ हो होइन साथी भए पनि भाइ दाइ जस्तो दाइ भाइ जस्तो साथी रहेछ अभय विवेक प्रहलाद दिवस सागर गणेश बिग प्रोस टु यु गाइज एज वेल इट्स नट इजी टु एक्सप्रेस द्याट वे म्यान आज भोलि सबैले जज गरिदिन्छ होइन यसरी एक्सप्रेस गर्नु भनेकै ठुलो कुरा हो गाइज या द्याट्स डिजर्भ सम एप्रिसिएसन गाइज कम अन लेट्स एप्रिसिएट देम Thanks for watching. Thanks for dropping a bomb. Boom, guys. Thanks for dropping a bomb. My man, Shekhar Rajwangshi. Thank you so much for dropping the bomb, guys. Guys, comment here. Comment here. दामी होला यार यसमा. Happy Dasai and Tihar 2020. Oh, sorry, 2081. Happy Dasai and Tihar 2082. Dasai incomplete without this song. Oh, 6 hours ago. Same year. अब मेरो पनि एकदम फेभरेट गाना भइसक्यो गाइज. Happy Dasai guys. Without this song, Dasai is incomplete. Exactly. कोन 2082 मा दखिरहेछ हाजिर हो. सायद ब्रोले लेखेको चाहिँ को 2082 मा हेरिरहेको छ हाजिर हो भन्ने लेख्न खोज्नु भएको होला मैले अलिकति बुझेन हो सजिन महर्जनी हियर गाइज डुइङ दामी सङ माई कभर भर्जन अफ दिस सङ कमिङ सुन बेटर देन मोस्ट अफ इन्डियन नो कमेन्ट्स इन माई लाइफ दिस इज माई फेभरेट सङ अप टु नाउ ड्याम Bro is getting so much appreciation. I like it. मैले सोचे थिएँ अलि ट्रोल्सहरू हुन्छन् होला भनेर होइन तर ट्रोल्सहरू होइन आई लाइक इट म्यान आई लाइक इट नो टक्सिसिटी द्याट इज द बेस्ट थिङ र ब्रोले चाहिँ एकदमै राम्रो बिटहरू राम्रो बनाएको छ होइन यस्तै गरेर अरू गानाहरू पनि बनाऊ हिपहपमा अगाडि बढा यार यही भन्न चाहन्छु म र गाइज यति भन्दै ब्रोको टाइम रिड्युस गरौँ न थोरै यार थ्याङ्क यू सो मच फर वाचिङ गाइज र यति भन्दै म यो भिडियो हिटिङ गर्न चाहन्छु होइन आई होप हजुरले भिडियो इन्जोय गर्नुभएको थियो होला भिडियो इन्जोय गर्नुभएको छ भने लाइक गरिदिनुहोस् कमेन्ट गरिदिनुहोस् च्यानल सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब गरिदिनुहोस् र यो भिडियो सकेसम्म सेयर पनि गरिदिनुहोस् होइन र गाइज म अब हजुरहरूलाई अर्को भिडियोमा भेट्नेछु आई होप अर्को भिडियो चाहिँ अलिक डिफ्रेन्ट हुनेछ होइन रियाक्सन भए पनि अलिकति डिफ्रेन्ट कुरामा रियाक्सन गरौँला नत्र अलिकति डिफ्रेन्ट टाइपको भिडियो ल्याउने कोसिस गर्नेछु त्यतिसम्मको लागि टाटा बाई बाई सी यू टेक केयर टेक रेस्ट होइन दसैँ तिहार राम्ररी मनाउनु होला आफ्नो फ्यामिलीको केयर गर्नु होला आफ्नो पनि केयर गर्नु होला र अर्को छुट्टीसम्मको लागि बाई बाई